बैतडी जिल्लाको शिवनाथ गाउँपालिका 2 मा अवस्थित अमरगढी किल्ला वा स्थानीय भाषामा शर्मालीगढी किल्ला एक ऐतिहासिक महत्व बोकेको किल्ला जुन प्रचार प्रसारको अभावले ओझेलमा परेको छ। समुद्र सतहबाट करिब 1475 मिटरको उचाइमा अवस्थित यो किल्ला चारैतिर सल्ला वन जंगलले घेरिएको छ भने नेपाल अंग्रेज युद्ध विक्रमसम्मत 1814 देखि 1816 को समयमा डडेलधुराको अमरगढी किल्लाबाट यहाँ हुँदै नालापानी मार्ग प्रयोग भएको यस किल्लालाई ऐतिहासिक रणनीतिक महत्व दिँदै सैनिक सुरक्षामा योगदान पुर्याएको र स्थानीयहरू यसलाई शर्मालीगढी किल्ला पनि भन्दछन्। यसले डडेलधुरा र भारतको पिथौरागढ समेत देख्न सकिन्छ। चारैतिर ढुङ्गा राखिएर निर्माण गरिएको किल्लामा युद्धका लागि विविध संरचनात्मक रणनीति जस्तै गुफा, सुरुङ मार्ग तथा उग्र भैरव मन्दिर समेत रहेको र अहिले भने ढुङ्गाको पर्खाल मात्र रहेको देखिन्छ। यो परिसर अघिल्लो समयमा अमरसिंह थापाद्वारा प्रयोग भएको र पौराणिक धार्मिक महत्व बोकेको स्थानीय मान्यता छ। किल्लाको जीर्ण अवस्था र ऐतिहासिक हतियारहरू ढाल, तरबार, 5 तोप, 50 बन्दुक, दर्जनौं भीमसेन नाल हराइरहेको खबर छ। पुरातत्व विभागले भने उचित संरक्षण नगरेको स्थानीयहरूको आरोप छ। नेपाली सेनाले 15 लाख रुपैयाँको लागतमा किल्लासम्म पुग्न 263 मिटर लामो पदमार्ग निर्माण गरी शिवनाथ गाउँपालिकालाई हस्तान्तरण गरेको छ भने अहिले किल्ला खुला छ। प्रवेश शुल्क नलाग्ने भए पनि आन्तरिक तथा बाह्य पर्यटन प्रचार प्रसारको अभावले आउन सकेका छैनन्। अमरगढी किल्ला अथवा शर्मालीगढी पर्यटकीय सम्भावनाले भरिएको भए पनि पूर्वाधारको अभाव र सरकारी व्यवस्थाले यसको संरक्षणमा बाधा पुगेको छ। स्थानीयवासीले गढीको संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउने अपेक्षा राखेका छन्। अब यसको ऐतिहासिकता जोगाउन र स्थानीय विकासमा टेवा पुर्याउन राज्यको चासो र लगानी अति आवश्यक देखिन्छ। बाडुल्की मिडिया हाउस प्रालीका लागि क्यामेरामा अनुप चन्दका साथमा सरिता चन्द, धनगढी।